आज मैले बारीमा आगो किन लगाउनु पर्यो? धेरै दिनपछि मिनी ब्लग बनाइदिरहेको। हेलो एभ्रिवान, के छ सबै सन्चै हुनुहुन्छ होला। आज चाहिँ म आफ्नो बारी मैतुवा जाँदैछु। मैतुवा चाहिँ किन जान लागेको भन्दाखेरि धानको बिउ राख्नको लागि बारी बनाउनु छ। त्यसैले बारी बनाउने भनेर जोत्ने चाहिँ आजै होइन, आज त अरू काम गर्नु छ। अनि मैतुवा पुगेर हामी तोरीको गट्टे पकाउन लाग्छौँ। हाम्रोमा चाहिँ तोरीको गट्टे भन्छ गाइस, अनि तपाईँहरूकोमा चाहिँ के भन्छ? अनि हामीले तोरीको गट्टे भिजाएर पनि सक्यौँ। अनि अहिले चाहिँ हामीले रोप्नु पर्ने भनेको 2 कट्ठा छ। त्यसपछि के गर्ने भनेर केही काम नपाएर केटाहरूले भलिबल खेल्न आएकोदेखि त्यसपछि गएर एकैछिन त्यहाँ तिनीहरूसँग भलिबल खेलेँ। अनि म मकै भात्न गएँ। मकै चाहिँ चराले खाएर खत्तमै बनाएका रहेछन्। मैले थोरै मकै भाइसकेपछि हामी गट्टेमा आगो लगाउनलाई जान्छौँ। उसै त जेठको महिना, खटाइ नसक्नु गर्मी छ, त्यही माथि अझै हामी खेतमा आगो लगाइरहेको थियौँ। एकैछिन पछि त गडामा आगो लागेर पनि सक्यो। त्यसपछि हामी पाइप बिछाएर पानी लगाउन सुरु गर्यौँ। पानी चाहिँ हामीले बिउ राख्नुभन्दा अगाडि जोत्न सजिलो हुन्छ भनेर लगाइरहेछौँ। गडामा पानी लगाइसकेपछि गएँ आँपसाप टिपेर, अनि म पानीको पाइप उठाएँ। सो एभ्रिवान, आजको लागि यति नै। अब चाहिँ हामी घर जाँदैछौँ। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।